morning, namaste सबैजनालाई. आज 2082 त्यसैले ह्यापी न्यू इयर सबैजनालाई. उमित भन्दै ह्यापी न्यू इयर यहाँ. ह्यापी न्यू इयर. ह्यापी न्यू इयर. उठ्यो त्यसपछि नुहाइ सकेपछि पूजाआजा गर्यो. पूजाआजा गरेपछि खाजा खायौँ. पूजा चाहिँ मेरो सानो ठाउँ छ. पूजा गर्ने यति भए पनि आई एम रियली भेरी सेटिस्फाइड फर दिस. मेरो भगवान अनि खाजा खाएर हामी चाहिँ अब खानाको तयारीमा छौँ. त्यसपछि हामी आज चाहिँ कहाँ घुम्न जाँदैछौँ अपकमिङ भिडियोजमा देखाउँछु. सानो माया हाई यता यता हाई हामी कहाँ गएको हामी चाहिँ न्यु इयर मनाएको स्यामसिला जाँदैछौँ. न्यु इयर लागेको छ है गाइजहरू. टेम्पो भेट्नु पनि गाह्रो परेर बल्ल भेटेको. यता फुपूलाई गऱ्यो ढोक्यो. सानो मायालाई ढोका है ढोका गर. ढोका न सानो मायालाई ढोकाइदेऊ. हुना गर छे गर. उता फुपूलाई ठुली फुपूलाई उता. नयाँ वर्षमा हामी भेट्नु आएको. बस्ने अरे छोड्दै. सानो कहाँ आयो? सानो कहाँ आएको? सानो कहाँ आएको? मियोङ भन्नु भाइ मियोङ जानु भयो अरे उता दापकर. के खानु आँटेको? न्यु इयर हो. छोडिदेऊ न एकछिन. उसले के भन्छ वेयर इज क्याट भन्दैछ. उसले आइसियु भन्छ पर्खिरहेको छ क्याटले. उमित
भरे टेम्पो जाने हैन उता के आउँछ यताकै जाने नि त्यसलाई नि पढाउने हो त्यो लिएर आउँछ त्यहाँ आउँदाखेरि के सानै दानो भाइ यो रमाइलो देख्नु तिमीलाई झुक्काको जो गयो जस्तै गरे सुई 50 लिटरको I see you भन्छ म्याउन एक दिनमा 5 जम्बो भन्ने कति कार्टुन दर कार्टुन जम्मै रोइ थाने खाना के रोइ थाने अनि खोइ गन के दिन्छ गन होमस्टेको ठाउँ चाहिँ होइन खास किवीको बोट ओहो कति मजाले बारेको के लाग्यो यो चाहिँ सुँगुरको खोर बनाउँदा नि भो यसलाई जे नउखो भो गर्नुपर्छ त्यो आवश्यकता अनुसार त्यसलाई चलाउनु यहाँ हाम्रो पिपिनो कसो खान्छ हाम्रो गाउँघर के हो दिदी त्यो पिपिनो मिलन तर नसपरेको बकुला कति थियो मेरो पनि 2-3 केजी त फलेको थियो ए धेर पो रहेछ है बन्दा छ भरे लानु दिए हुन्छ हान्छ है उमेद हान्दैन टोकेर खाऊ त यतिकै पिपिनो मिलन हौ पिपिनो मिलन घिउ फल हो होइन घिउ फल त एभोकाडो पो त के भन्छ यसलाई पिपिनो मिलन अरे त यो चाहिँ हाम्रो सानो फार्म हाउस बाख्राहरू किवीहरू सुँगुर स्नुकर खै अनि यो चाहिँ स्नुकर हाउस यो खोर्सानी बारी उता त के पो थियो यो त के पो मिल त्यो मिल बचाऊ अरे यो घर पनि हाम्रो होइन फुप्पू ओ माई गॉड 43 सालको म जन्मेको जति भयो यो घर बनेको त्यति नै भयो यो घर म जन्मेको जति भयो त्यति मिठो रहेछ यहाँ इटा बनाउनु भएको छैन त्यो फोटोहरू थियो क्या इटा यहाँ बनाउनु भएको थियो के घरमा आउँदाखेरि धुवा चाहिँ नहुने नि हो चुलामा यो चाहिँ के भन्नु दिदी यसमा चाहिँ पानी राखेर तताउँछौँ हामी यो पनि हुन्छ पसिनाले कस्तो आलु रेडी हुँदैछ हाम्रो आलु उसिन्दैछौँ यहाँनिर हाम्रो फार्म हाउसदेखि मास्तिर गुम्बा छ भनेर भिडियो बनाउन आँटेको मिल यो चाहिँ के अरे बाबु यहाँभित्र हाम्रो के पो छ पुल हाउस अनि तल सानो सानो होटेल्सहरू छ यो चाहिँ श्यामशिला आउन बेबी सबै हाम्रो यो पुर्ख्यौली थलो ओमो ए ओमो उमेद छिराउन गएर ढोकेर आइरहाल्ने के
ल अरे पहिला आउँदा त गुम्बा त धेरै माथि जस्तो लागेको थियो होइन रहेछ त मलाई मेरो बुढाले सुनाएको स्टोरीहरूले गर्दा पनि एकदमै मनपर्छ कि उसको बचपन बितेको ठाउँ भएर साँच्चीको रमाइलो छ एकदमै रमाइलो यो चाहिँ गुम्बा हामी यहाँबाट गुम्बा जान सक्छौँ यो गुम्बा हो जुत्ता अघि जुत्ता खोलेर गयो कि यतिकै गयो हो यस्तो हेर न त बाल्ने कति राम्रो हुन्छ यस्तो अनि माथि चाहिँ ऊ हो पुरै ऊ लगाएको छ हो जानु मिल्दैन ए एक राउन्ड घुमेर जाउँ त है अब तर ओहो यहाँदेखि त कस्तो भिरालो स्लोपी एरिया रहेछ होइन हेर न यहाँ नाटक फेरि फेरि खाएको मातिन्छ है मातिन्छ यसरी खाँदा त हेर न कस्तो रमाइलो रहेछ स्लोपी एरिया रहेछ यहाँनिर अलिक है उमित अलिक ऊ क्या के भन्छ तर यहाँ वन जङ्गल छ नि त यस्तो डर हुन्न हेरे तिमीलाई हेरौला ओ हेरौला लाइक कमेन्ट एन्ड सब्सक्राइब भनौँ ढोका गर ल यति आउन पाउनु पनि I feel so blessed for everything. ओइ सानो कराको यहाँदेखि सुनिँदैछ पर दादा भन्दैछ बेबी यसरी ढोक्नुपर्छ आउन म सिकाउँछु किन आएको हजुर 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 जाऊँ न जाऊँ लेट्स गो जाऊँ न जाऊँ ट्राई गरे तपाईँ खानु च्याङ्बाहरू बुद्ध चोकमा बुद्धको दर्शन गर्दै सिकाउ न त्यस्तै व्यस्त हुनुहुन्छ हाम्रो दिदी नयाँ वर्षमा एकदम व्यस्त हुनुहुन्छ यो चाहिँ स्टिम्ड के हो यो बोइलर लुक्स सो यम्मी पकाउनु हुँदैछ दाइको भिडियो खिचेर न्यू इयर स्पेशल के गर्नु मलाई पनि भन्नु न केही छैन लु बस अब सकिएको काम अब चिसो चिसो भयो अनि ज्याकेट लगाएको हो भित्र पनि अलिक भित्र तार्नु खेल्छ नि सुरुवाल पनि अलिक पातलो मात्र छ रहेछ त्यही लाग्छ गाइस आज चाहिँ मम्मी र बाबा बार्बिक्यू गर्नु हुँदैछ मामाबाट हाई पनि सुन्नु अनि यहाँ पछाडि पनि पछाडि चाहिँ यहाँ बिरयानी बन्दैछ बडाले बनाएको बिरयानी ल उ गरिदिनु पर्यो यसको के रहेछ त यसो
हेर्नु पर्यो पाएको पाकेन के गर्दै देख्नु देखिँदैन ल ठिक छ बाहिरबाट भने भाँडा देखियो यो त खोइ पानी कम भयो त्यो केटा नत्र नि मलाई थप्नुहोस् न हैन फेरि अब भर्खरै इँटा निकाल्नु भयो एउटा अर्ग्यानिक इँटा हो अर्ग्यानिक इँटा पानी बन्द झालो कसरी जाने कसरी खाने पकाउनु भनेको आमा पानी पानी थाल्यो भाइहरूलाई पनि देखाउनु पर्यो उता भाइ उता त्यहाँ छन् हेर्दैछ हेर्छ पानी पर्दैछ ल एकछिनको लागि पज गर्नु पर्यो अब पानी परेर हामी चाहिँ भित्र छिर्ने कोसिस गर्दैछौँ अलरेडी छ यो चिकन चाहिँ मेरो बुढा पुरा एकदम इफोर्ट लगाइरहनु भएको छ है यसको लागि चाहिँ छोरोजहरू खेलेछ पानी पऱ्यो सानो त यतै हेरेर रहेछ पानी परेपछि हामी आँगनबाट चाहिँ यो भित्र छिर्यौँ यत्रो छ आँगन चाहिँ खास मैले जुम इन गरेको थिएँ होइन पानीले नि यता सर्नु ल ल ल यो त तताउनु मात्र त होला नि त्यतिकै पाकेको पानी पर्यो दिदी के गर्नु हुँदैछ आगो जोड्नु आँटेको पानीले पो गाह्रो पार्ने भयो त आज हाम्रो यहाँ बिरयानी पाक्दैछ हाम्रो गाउँको लोकल स्टाइल यस्तै छ हजुर हामी चाहिँ श्यामशिला भन्ने ठाउँमा आएको छौँ बिरयानीको लागि एकदम चिकन छ रेडी छ आगो बल्दैछ होइन पानी हालेको छ फुपू चिम्टा यहाँ छ हस् हुन्छ त्यो त डढ्दैन तर कस्तो पानी परेर चाहिँ भयो है होइन ननिकाल्नु होला फुपू ए हुन्छ हुन्छ अगाडि आगो बाल्न होला होइन पानीले आज हैरान पार्ने भयो कसरी जानु नि फुपू होइन आज कहाँ एक गते घर छोड्नु त्यही त फेरि पानी पर्नु थाल्यो गाह्रो छ मलाई त चिसो खाँदिनँ लगाइदिँदैछ हौ हुन्छ 1 रुपैयाँ कमाइ पाक्दैन बस बस क्षणमा त्यत्रो खाइसक्छ यहाँबाट राति मात्र ल दिदी गएको ल ओके बाई 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 ल बस्न है हामी गयौँ हजुर हुन्छ हातै धोएको छैन आज हजुर जाउँ भाइ खोइ भाइसँग हिँड न भाइसँग हिँड न लडाउँछ अहिले दिदी गएको ल अब टेम्पो आउँछ हुन्छ हस् फुपू गयो यात्रा गरी पठाउनु पर्यो तल गएर भाइसँग हजुर हस् हुन्छ ए भइहाल्छ दिदी आनन्द सुत्ने भनेको नि अहिले त खाएर भोलि बिहान मात्रै मान्छे आउँछ भन्छ मान्छे आउँछ कि त्यहाँ रिपेयरको काम हुँदैछ अनि त्यही भएर अब त नत्र त हामीलाई बस्छ के हुन्थ्यो र होइन खोइ फुपू टेम्पो खोइ कहाँ छ के भयो पर्दैन
यत्रो खाएर फुपू के गर्नु हुँदैछ तपाईँ चाहिँ खानुभयो कि भएन नबसी हुँदैन अनि पसल छोड्यो भने नि फेरि ऊ टन्नै खाएको छ फुपू झन्डै आएर भाइतिर जाउँ न ठुलो एउटा उ दिइहाल्नु नि के अरे चिज बल पनि खाइरहँदो रहेछ खान्छ खानु त चिज बल पनि खाँदो रहेछ नखाए पनि भुरा रहेछ हातमा लगाइदिउँ फुपू चाहिँ एक्लै भयो है पर्दैन हौ फुपू केटा लुदेऊ भाइलाई एउटा पछि पनि बोक्नु अनि पर्दैन फुपू तपाईँलाई त हामी चाहिँ खायौँ हिँड्यौँ फुपू चाहिँ अनि आउनु पनि हुन्छ फुपू ब्याग छ लड्छ खान्छ भाइ है लाइन पनि ठ्याक्कै गयो टेम्पो चाहिँ कतिखेर आउँछ अरे यो चुनावमा त्यसले लेखेको क्या हामी जानु रेडी हो तिमीहरू भाइ उता रोडमा जान्छ है पानी नआइपुग्यो भने त राम्रो तपाईँसँगै जानु न अनि यो चाहिँ हामीले टेम्पोमा ल्याउने हो यो भाडा जाने जाने ल हुन्छ बाबालाई राम्रोसँग गर्छ र ल हामी आइहाल्छौँ टेम्पोमा हुन्छ बोका नै रेनकोट ओढेर के छ त्यहाँ के हो ए बदम फुपूले लगाइदिएको होला ल फाइनली चाबी पनि आइपुग्यो है गेम